तपाईहरुलाई के लाग्छ? यहाँ एकदमै रमाइलो भइरहेको छ, तर म धेरै थाकिरहेको छु। यहाँ यी ठुल्दाको बाटोमा भेट भएको हुनाले हामी यहाँ एकछिन भेटघाट भेट गरेर कुरा गर्दैछौँ र हामी दुवैजना प्राविधिक हौँ। म इलेक्ट्रिसियन र प्लम्बर हुनुहुन्छ भने म अप्टिकल फाइबर र इलेक्ट्रिसियन हो वास्तवमा। अनि हामी प्रत्येक दिन एक व्यक्तिले होइन आफूलाई चाहिने सामानहरू बोकेर हिँड्ने गर्छौँ। मलाई यति धेरै सामान चाहिन्छ, हेर्नुहोस् त, मेरो यो मेसिनमा 10 किलो छ, माथि झोलामा 10 किलो जति लगभग छ, 10 किलोदेखि 12 किलो भने, अनि एउटा स्लाइडिङ रकेट भरिन्छ मसँग 12 केजीको मोटरसाइकल जाने ठाउँसम्म त यसरी बोकेर हिँड्छु। मोटरसाइकल नजाने ठाउँमा भने आफैले काममा बोकेर हिँड्नुपर्ने हुन्छ। तर मलाई एक्लै काम गर्न रमाइलो पनि हुन्छ, थाकेको हुन्छु, दुःख पनि लाग्छ कहिलेकाहीँ चाहिँ। तर ठिकै छ, जीवन यही हो, जीवनको रङ्गमञ्च यही हो। सकिन्जेलसम्म मेहनत र परिश्रम गर्नुपर्छ र पसिना बगाउनुपर्छ र जीवनलाई अगाडि बढाउनुपर्छ, चलाउनुपर्छ। पैसा त चाह्यो भने धेरै कमाउन सकिन्छ, तर रमाइलो कमाउनलाई धेरै गाह्रो पर्छ। म यसमै खुसी छु। अनि देख्ने र भन्नेले पनि अथाह पैसा कमाएको छ भन्ने पनि गर्छन्, त्यो उनीहरूको खुसी हो। उनीहरूको खुसीको लागि ठुलो दाजु हात उठाएर कराउन थाले, उनले पनि हात घोडा सब फुटाएका हुन्छन् काम गरेर, दरो न दरो अर्खट्टो बनाएका हुन्छन् है। मलाई मुड्की देखाउँदैछन्, प्याक्क पारेर हान्ने हुन् कि क्या है। हामी यहाँ एकछिन रोकेर 1-2 मिनट ठट्टाठट्टी गर्छौँ र त्यसपछि हामी आफ्नो बाटो लम्किन्छौँ। म घरतिर जानुहुन्छ, म